माई भ्लग। यहाँहरूलाई सम्पूर्णलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ कहाँजनालाई गाडीमा बसेको भनेर सोच्दै हुन्छ होला। म चाहिँ सानो पाखीबाट कुटीडाँडा जाँदैछु, प्लस मेरो माइत जाँदैछु। माइत चाहिँ 2 वर्ष पछाडि जाँदैछु। टु मच एक्साइटेड। अनि यहाँ हुनुहुन्छ सुजनजी। यहाँ गाडी भरिएको छैन, अनि त्यही भएर मलाई फ्रस्ट्रेसन भइसक्यो। कहिले गाडी भरिन्छ कहिले जान्छ भनेर। गाडी खाली छ, गाडीमा हामी जान मात्रै छौँ अहिले चाहिँ। अनि हामी आजको यात्राको फुल भिडियो हेरिदिनु होला यहाँ सम्पूर्णले। सिटी सेन्टर चाहिँ फाइनल्ली आइपुगेको छौँ गाइज। अब यहाँ पहिला दर्शन गर्ने अनि त्यस पछाडि माथि जाने। दर्शन गरेको चाहिँ म भिडियो हाल्दिनँ। यहाँ दर्शन गर्ने गाडी आउँदैछ, गाडीले ठोकिदिन सक्छ। अब चाहिँ हामी माथि जाँदैछौँ। सुजन दाजुले पनि टक्क जय माता दी लाग्नुभएको छ। अब हामी माथि जाँदैछौँ दर्शन गर्नको लागि। बाल दामी कुहिरो लागिरहेछ। अघिसम्म चाहिँ कुहिरो लागेको थिएन, भर्खर 5 मिनट पछाडि चाहिँ हेर्दा पुरा यस्तो भयो। यहाँ कति धेरै घर बनाउनु भएको रहेछ। कति तला बनाउनुहुन्छ दाजु? घर बनाउनुहुन्छ अरे, कति तले बनाउनुहुन्छ हेरौँ। आमाले कति तले बनाउनु हुने आमा घर? एउटा फुल राखेर जानु न घरमा, यत्रो घर बनाएर। यहाँ छ यी फुल राखेर जानु न। माताको जय जय पाथिभरा जाने, पाथिभरा मन्दिर जाने सजिलो बाटो। यता हेर्नु सानो, हामी चाहिँ यहाँ आइपुगेको छौँ पाथिभरा जाने बाटोमा। अहिले हामी हिँड्दैछौँ। अब हिँड्दै जाने हो टक्कसँगले। सिडी छ, अलिक ध्यान दिएर हिँड्नु होला, नभए खुट्टा भाँचिन सक्छ। यस्तो सिडी छ मन्दिर जाने बाटोमा चाहिँ। कति मजाको हरियाली बिच माता बस्नु भएको छ। हामी चाहिँ आइपुगेको छौँ पाथिभरा। बादरको साह्रै धेरै के त साथी तर किन मम्मीलाई जमा न हेर न, छिटो फुटाउनु। पानी लगेर हाल्नु न, पानी उता लगेर हाल्नु, पानी यता मातालाई लगेर हाल्नु कि। घन्टी बजाउ न बाबु। फाइनल्ली हामी चाहिँ पूजा सकेर अब तलतिर झर्दैछौँ। जानुहोस् हजुर।
अब अघि आउँदाखेरि अर्को बाटो आएको थियौँ, अहिले जाँदाखेरि अर्को बाटो जाँदैछौँ बच्चाहरूलाई। फाइनली तल आइपुगेको छौँ हामी चाहिँ। यति धेरै हिँड्दा मेरो खुट्टा दुखेको छ गाइज। फाइनली कन्याम गाइज। कन्याम आइपुग्यो गाइज। मिलनले यति घुमायो कि मलाई रिस उठेर बिहानको कहानी यहाँ सोध्दै हुन्छ दाइले भक्कु घुमायो भन्दैछ। हालै हुने गरी खोला। मंगलबार आइपुग्यो फाइनली गाइज। कहाँ जानुभएको थियो मिक्सर? जाँदैछु हामी घर। उहाँ चाहिँ यस्तरी बोक्दै हुनुहुन्छ। खतरा तरिकाले बाटो यस्तो छ होइन अलिकति अब। अनि मेरो घर माइती घर। बाबा के गर्दै हुनुहुन्छ थाहा छैन होइन। बाबा के गर्दै हुन्छ अब म देखाउँछु तपाईँलाई। मेरो घरको चाहिँ अवस्था यस्तो छ है साथी हो। बाबा त हुनुहुन्न जस्तो छ। फुल छ यी फुलबारी छुट्टा फुलै फुल सुन्तला बोट छ है। मेरो माइती घर यही हो। यहाँदेखि चाहिँ चक्क यस्तो दामी डाँडा काँडा देखिन्छ गाइज। हेर्नुहोस् यही फुल पनि दामी फुलेको छ। थ्याङ्क यू फर द वाचिङ माई भिडियो। यहाँहरूलाई सम्पूर्णलाई मेरो भिडियो पुरै हेरिदिनु होला र केही कमी कमजोरी भएमा पनि भनिदिनु होला। अनि यो चाहिँ म फाइनली आइपुगेँ इलाम माइती घर।